नमस्कार। कार्यक्रम सूक्ष्म दृष्टिमा यहाँहरूलाई स्वागत छ। म नारायण तिमल सेना। दर्शकहरू, निर्वाचन सम्पन्न भएको छ। निर्वाचन पूर्व दलहरूले जनतालाई दिएको आश्वासन र जितेका दलहरूले बाँडेका आश्वासन र पराजित हुन लागेका दलहरूले पराजित हुन्छु भन्ने डरले बाँडेका डरहरू अब परिणाम आइसकेपछि सरकार बन्दै गर्दा र अहिलेको परिणाम जुन किसिमको आएको छ, यो परिणामले नेपालको राजनीतिक स्थायित्वको विषय र जुन भूगोलको राजनीति छ र जुन अन्तर्राष्ट्रिय राजनीति छ, यसले नेपालको राजनीतिमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर आज म कुराकानी गर्नेछु। आज मसँग हुनुहुन्छ डाक्टर राजेन्द्र चापागाई। स्वागत छ सर। धन्यवाद सर। आरामै हुनुहुन्छ? ठिकै छु। निर्वाचन सकियो, निर्वाचन सिद्धियो। निर्वाचन सोचे जस्तो निर्वाचन भयो या अनएक्सपेक्टेड निर्वाचन भयो? यो अहिलेको निर्वाचन यति ठुलो ल्यान्डस्लाइड होला भन्ने लागेको थिएन। यत्रो ल्यान्डस्लाइड भएर यो इतिहासमै सम्भवतः नेपालको इतिहासमै फेरि होला र यस्तो प्रणाली हुने देशहरूमा पनि यति ठुलो हेभी मत लिएर करिब 2/3 मत ल्याएर एउटै पार्टीले जितेको चाहिँ बिरलै हुन्छ र यो आधुनिक राजनीतिक इतिहासमा, संसदीय प्रणालीको राजनीतिक इतिहासमा त यस्ता घटनाहरू संसारभरि नै बिरलै देख्न पाइन्छ। त्यसो भए राजनीति र विशेष गरेर संसदीय प्रणाली, विशेष गरेर निर्वाचन प्रणालीमा जुन विषय उठेको थियो, यसले थाँती राखिदियो? हो त, यो निर्वाचन प्रणालीले कसैको पनि 2/3 आउन सक्ने सम्भावना रहँदैन र सधैँभरि चाहिँ ह्याङ पार्लियामेन्ट हुन्छ भन्ने जुन न्यारेटिभ सिर्जना गरिएको थियो त्यस्तै देखिएको पनि थियो। फेरि होइन, 2047 साल पछाडिको 48 साल पछाडिको हेर्दाखेरि त्यस्तै देखिएकै थियो, तर त्यसलाई चाहिँ गलत साबित गरिदियो अहिलेको निर्वाचनले। यो प्रणालीमा पनि स्थिर सरकार बन्न सक्छ, 2/3 बहुमत आउन सक्छ र अब एउटा सम्भावना के पनि देखाएको छ भने यो भन्नलाई कन्जुसाइ गर्नु हुँदैन। यदि अहिले 2/3 प्राप्त गरेको सरकारले जनताका अपेक्षालाई मिटअप गर्ने किसिमले यदि काम गर्यो भने फेरि पनि यस्तै खालको सरकार बन्न सक्छ। ओके, त्यसो भए अघि तपाईँले एउटा शब्द प्रयोग गर्नुभयो, अपेक्षा थिएन। निर्वाचन थियो, परिणामको यो अपेक्षा थिएन। तपाईँले शब्द प्रयोग गर्नुभयो ल्यान्डस्लाइड। हामीले भन्छौँ यसलाई सुनामी। ओके, ल्यान्डस्लाइड हुनुको पछाडिको रिजन तपाईँले के देख्नुहुन्छ? ल्यान्डस्लाइड पछाडिको चाहिँ मैले 4 र डीमा भन्ने गरेको छु। सबैभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ डिससेटिस्फ्याक्सन अफ द पिपल, जनताको असन्तुष्टि। म यहाँनिर एउटा कुरा जोड्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पाएका मतहरू हाम्रै पार्टी सदस्यका हुन् भनेर सोच्यो भनेदेखि त्यो महाभुल हुनेछ। अहिले प्राप्त भएका मतहरू राष्ट्रिय स्वतन्त्र पार्टीका जनताले दिएका होइनन्। राष्ट्रिय स्वतन्त्र पार्टीकै रूप लिइसकेको म ठान्दिनँ। र यो एउटा अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म पनि यो एउटा चाहिँ सेन्टर फर द कलेक्सन अफ द डिससेटिस्फ्याक्सन, असन्तुष्टिका मतहरू सङ्कलन गर्ने केन्द्रको रूपमा छ। यो असन्तुष्टिका मतहरू सङ्कलन गर्ने केन्द्रकै रूपमा यो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको हुँदा यसले चाहिँ यी मतहरूलाई आफ्ना मत, पर्मानेन्ट मत भनेर, क्याडर मत भनेर, जसरी वामपन्थीहरू छ नि, जस्तो सुकै भए पनि त्यहाँ दिने मत दिने भने जस्तो त्यो खालको मत होइनन्। यी असन्तुष्टिका मतहरू जम्मा भए पुरै डिससेटिस्फ्याक्सन पिपलको त्यहाँ गएर मौन विद्रोह गरिदिए। हरेक एमालेबाट, काङ्ग्रेसबाट, माओवादीबाट, हरेक पार्टीबाट मौन विद्रोह गरिदिए। तिम्रो नेतृत्वसँग हामी खुसी छैनौँ भनेर एउटा मौन विद्रोह गरिदिएर त्यो असन्तुष्टिका मतहरू गए। एउटा डिससेटिस्फ्याक्सन। अर्को डी भनेको डेमोग्राफी हो, जबकि जनसङ्ख्याको लाभ पनि लियो।
राप्रपाले किनभने अहिले चाहिँ 40 वर्ष 16 देखि 40 को मात्रै 16 बाट 40 को 22.56% जनसङ्ख्या छ नेपालमा भनेको त्यो युवाको जमात छ 16 बाट 40 को 42.56% चाहिँ जनसङ्ख्या छ नेपालको टोटल जनसङ्ख्याको त बिग हो नि त डेमोग्राफिकल त नेपाल त एकदम लक्की प्लेसमा छ नि त कुनै पनि देशको विकास भनेको जति बेला युवाहरू हुन्छन् त्यो युवा भएको बेला देशले फड्का मार्ने हो अब यहाँ त के भयो त्यो भन्दा युवाहरू भनेको चाहिँ राणाहरूले चाहिँ पहिला स्कुल खोल्न दिँदैन थियो नि किन दिँदैन थियो भन्दा स्कुल बाहिर खोलियो भनेदेखि जनता शिक्षित हुन्छन् र हाम्रै विरुद्धमा आउँछन् चेतना बढ्छ त्यसकारण जनतालाई शिक्षा दिन हुँदैन भनेर उनीहरूले त्यो दरबार हाई स्कुलसम्म आफ्नो छोराछोरी पढाउनकोले बाहिर नखोले जस्तै पुराना पार्टीहरूले के गरेको जस्तो लाग्छ भन्दाखेरि युवाहरू आयो भने ओभरटेक गर्छ युवालाई भइरहेका मौजुदा युवालाई पनि अन्डर एस्टिमेट गर्ने यी आला काँचा केटा यिनलाई जिम्मेवारी दिनु हुँदैन भन्ने राजनीतिभित्र चाहिँ पस्नै नदिने र अलिकति बचेका युवाहरूलाई चाहिँ विदेश पठाइदिने धेरै युवा त बाहिर छन् ब्रेन भएका युवाहरू युरोप अमेरिका अस्ट्रेलिया छन् होइन अब मसल भएका युवाहरू चाहिँ मिडल इस्टतिर छन् र युवा जति चाहिँ बाहिर धपाइदिने र एउटा कुरा बिर्सिनै हुन्न सर हृदय कहिले कहिले झप्पा हान्छ कि सर यस्तो क्वेसनले के हो भन्दाखेरि एउटा युवा के अरे 12 क्लास पास गरेका बच्चाहरूले 12 क्लास पास विदाईमा चाहिँ यहाँले लेख्यो खाडीमा भेटौँला भनेर चाहिँ लेखेको त यहाँले पनि लेख्नु भएको थियो त्यो कम पीडा हो खाडीमा भेटौँला अब यो देशमा मैले ग्रेजुएसन पढ्न सक्दिनँ पढे भने पनि यो देशमा मैले जागिरी पाउन्न अब मैले श्रम बेच्नुपर्छ एउटा 16-17 वर्षको युवाले खाडीमा भेटौँला भनेर चाहिँ विदाई कार्यक्रम लेखेको त हामीले हेरेका थियौँ नि त होइन आज चाहिँ युवा जति चाहिँ मिडल इस्टमा पठाएर अनि एउटा श्रम मन्त्रीले केमा गर्व गर्दथ्यो भन्दा मैले फलानु देशलाई 1000 जना युवा पठाउने भए भनेर सम्झौता गरे भनेर चाहिँ नि टेलिभिजन सानले कुरा गर्थ्यो र कार्य मूल्याङ्कन हुँदा पनि प्रधानमन्त्रीले उनलाई चाहिँ द बेस्ट मिनिस्टर भनेर काला मूल्याङ्कन गरिदिन्थे यस्तो देशमा बसेका हौँ नि हामी त अब होला नहोला त्यो हेर्न बाँकी छ तर यो एउटा डेमोग्राफी एउटा जनसङ्ख्याको लाभ लियो अर्को लाभ भनेको चाहिँ डिजिटल लियो डिजिटल लाभ भन्नाले डिजिटल युज अब यो काठमाडौँ पोस्टमा यो 2 हप्ता अगाडिको काठमाडौँ पोस्ट हेर्नुभयो भने 1 हप्ता अगाडिको 10 मार्चमा होला जस्तो लाग्छ मलाई आइएम नट कन्फिडेन्ट है काठमाडौँ पोस्टले चाहिँ एउटा लेखेको छ यो डिजिटल निर्वाचन केन्द्रित डिजिटल प्रयोग गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीले 54% गरेर रहेछ 54% र अरू पार्टीले चाहिँ 9 र 6% गरेका रहेछन् अरूले 9 र 6% प्रयोग गरे राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 54% प्रयोग गरे अब अहिलेको निर्वाचन भनेको त मतदानको मात्रै होइन नि त अहिलेको निर्वाचन भनेको त भित्ते लेखनलाई चाहिँ पर्चा बाँडेर हुने होइन नि त अहिलेको लेखन भनेको त अहिले त प्रविधिको चुनाव हो अहिलेका निर्वाचनहरू यहाँभित्र प्रविधिभित्र डाक फेयर आएको छ अर्को चाहिँ यो क्याम्ब्रिज एनालाइटिकल त डेटा एनालाइसिस गरेर कुन ठाउँमा जाँदैछ नेता त्यो ठाउँमा त के बोल्ने र कस्तो ड्रेस लाएर जाने समेत सल्लाह दिन्छ किनभने यो हामीले चाहिँ डिजिटल सामाजिक सञ्जालमा जुन लेख्छौँ नि कमेन्टहरू कमेन्टको उसलाई चाहिँ इको च्याम्बर भन्छ कि त्यो इको च्याम्बरलाई एनालाइसिस गर्छ किनभने हामीले कुनै दुःख भएको ओहो सरी भनेर लेख्छौँ कोही गुड कति राम्रो भएछ भनेर भन्छौँ कोही रिसको किस्सामा अझै बढी हुनु पर्थ्यो भनेर लेख्छौँ आक्रोश व्यक्त गर्छौँ माया व्यक्त गर्छौँ सेन्सिटिभिटी व्यक्त गर्छौँ सब कुरा व्यक्त त हामी त हाम्रा कमेन्टमा गर्छौँ नि कोही एनालाइसिस गर यो मान्छे कस्तो हो भन्ने पत्ता लगाइदिन्छ ओके डिजिटलाइजको एउटा पार्ट हो त्यो बाटो गइदिन्छ अनि चौथो चाहिँ डायस्पोरालाई यिनीहरूले कहिल्यै पनि सम्बोधन गरेनन् डायस्पोरा त कस्तो भइन्छ विदेशमा बस्ने नेपालीले बाबालाई भोट चाहिँ घन्टीमा राख्नुहोस् होइन भनेदेखि म पैसा समेत पठाउनु भन्न समेत पनि भ्याउने त्यो डायस्पोरालाई त्यसरी एउटा मास हिस्टेरिया जस्तै भनौँ न मास हिस्टेरियामा लगिएको थियो डायस्पोरालाई डायस्पोरिक जति त पुरै घन्टीले थिए त्यो एउटा हिस्टेरियाले काम गरिरहेको थियो अनि हाम्रा नेताहरू चाहिँ गुम्म परेर परम्परागत शैलीमा हिँडेर अनि के हुन्थ्यो भन्दाखेरि यसले गर्दाखेरि यो ठुलो ल्यान्डस्लाइड गयो भन्ने मलाई लाग्छ अब यो तपाईँले त्यो 4वटा डीको जुन चर्चा गर्नुभयो नि म यहीँनिर तपाईँलाई जोड्न खोजेको भनेको परम्परागत शक्ति र नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको जुन ल्यान्डस्लाइड भयो 3D लाई जुन 4D लाई तपाईँले जुन
फोकस गर्नुभयो। त्यसो भए यी परम्परागत शक्ति जो आफूलाई एकदम अब्बल मान्थे भनेको हाम्रो प्रतिस्पर्धी भनेको त हामी मात्रै हो, यी नयाँ भनेका त काँचा कचिला हुन्, कहाँनिर चुके यिनीहरू? यिनीहरू चाहिँ त के चुके भन्दा यहाँ मौतहरू कस्ता हुन्थे भनेदेखि पहिला प्याटर्न, मौतको प्याटर्न चाहिँ बदल्यो है अहिले फेरि। यो एउटा युगको अन्त्य हो जस्तो पनि लाग्छ मलाई। निर्वाचनले एउटा शताब्दीलाई अन्त्य गरेको जस्तो लागेको छ। अहिलेको मतदातालाई एउटा पुस्तालाई अन्त्य गरेको जस्तो लाग्छ। हुन त अब त्यो उसले के अरे अल जजिराले त यो लेखि नै सक्यो होइन। अब यो न्युयोर्क टाइम्सले चाहिँ पग्नासियस हिरो भनेर लेखिसकेका छ होइन। अब यो उसले अनि अपराइजिङ हिरो भनेर चाहिँ अल जजिराले लेखेको छ। इलेक्सन सक भनेर उसले बिबिसीले लेखेको छ होइन। अब यो धेरै विदेशी पत्रिकाहरूको पनि, विदेशीहरूको पनि ध्यान आकर्षण भयो। तर अहिलेको मतदाता भनेको पुरानाले के चाहिँ भन्दा यी बाउमत, खाउमत, बकाउ मत र भड्काउ मत हुने गर्दछ कि यहाँ। अब यो बाउमतहरू बाउमै आउँछन्, बाउले जहाँ राखेको छ त्यहीँ आउँछन् भन्ने एउटा मानसिकता लिए यिनीहरूले। त्यसपछि गएर चाहिँ जो आउँछन् वरिपरि घुम्ने नेतालाई त मैले दोष दिन्न नारायण सर, किनभने नेतालाई त के थाहा हुन्छ र, यहाँ त सरकार शीर्ष सरकार जस्तै गरेर यहाँका नेताहरू, शीर्ष नेताहरू बस्ने गर्थे। वरपर घुम्ने धुपोरीहरूले सब ठिक छ सरकार भनिदिन्थे, सबै कुरा राम्रो छ, सब कुरा राम्रो छ, हामी एकदम अगाडि छ, हामी जित्छौँ भन्थे। अनि त्यो कस्तो पनि भयो भन्दा यी पार्टीका नेतासँग त हे यहाँनिर कमजोरी छ भन्यो भनेदेखि त योले दिँदैन क्यारे भनेर त्यसैलाई भित्ता पुऱ्याइदिने पनि थियो क्या। यहाँ क्रिटिकल कन्सियसनेस त पटक्कै पचाएनन् नि, यहाँ आलोचना त पटक्कै नपच्याउने, प्रशंसा मात्रै सुन्न चाहने प्रवृत्ति जुन रह्यो त्यसले यिनीहरूलाई चाहिँ फारसाइटेड हुनबाट रोक्यो। नेतालाई खास जनादर र देशलाई देख्नबाट यी धुपौरीहरूले रोके, जो प्रशंसाका पगडी मात्रै गुत्थे यी धुपौरीहरूले रोके। त्यसपछि गएर उनीहरूले परम्परागत निर्वाचन जस्तै हुन्छ यो भन्ने ठाने र अनि युवालाई यिनले व्यवस्था पहिले गरेका थिए, यिनको खास काम छैन भने। विदेशमा रहने छोराले चाहिँ कहाँ आमाले कहाँ त्यसो भनेर मान्छेले हाल्छन् भोट भन्ने चाहिँ राखे। यिनीहरूका सोचाइमा चाहिँ दूरदर्शिता कम भयो र डिजिटल प्रयोग कम गरे यिनीहरूले। त्यसो भए अब ठ्याक्कै पूर्वदेखि नै आउन, पूर्वदेखिको परिणामलाई हेर्दै आउँदाखेरि पूर्व झापाबाट आउँ। झापा भनेको चाहिँ दुईटा प्रधानमन्त्री लडेका थिए, भावी प्रधानमन्त्री, विगतको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री, 5 को कुरा गर्दैछु। के भयो त्यहाँ, तपाईलाई के लाग्छ? अब यो चाहिँ अचम्म भयो। अहिलेको निर्वाचन साँच्चै भन्दा इलेक्सन सक जस्तै पनि हो। यो झापामा बालेनको झापाको क्षेत्र नम्बर 5 प्रतिको पोलिटिकल, सोसल, कल्चरल कन्ट्रिब्युसन केही पनि छैन। हेर्दाखेरि केही पनि छैन, हेर्दाखेरि त केही छैन नि त, हेर्दा अहिले छैन पनि, भादेखि अलिअलि थाहा पाइहाल्यो नि त। हुन्छ हुनु त के अरे इन्डिया टाइम्सले चाहिँ लेखिया छ, एउटा उपाधि दिएको छ क्या बालेनलाई, अन्डरग्राउन्ड ऱ्यापर टु द स्टेट म्यान भनेर दिएको छ होइन। भूमिगत ऱ्यापर चाहिँ राजनीतिमा परिवर्तन भनेको छ। अन्डरग्राउन्ड ऱ्यापरकै अन्डरग्राउन्ड किसिमले त्यो क्षेत्रका जनतालाई ठुलो सेवा पुऱ्याएको भए त यो हामीलाई थाहा भएन। तर बाहिर देखिने गरेर उहाँको कुनै कन्ट्रिब्युसन त्यो क्षेत्रको लागि छैन। छ भनेदेखि त ओलीकै छ होइन, ओलीकै होला, थियो होइन, गरेका थियो होला। अब गएर चाहिँ दमक ठाउर पनि बनाइदिए कि हुन्थ्यो कि जनता खुसी पारौला भनेर होइन, अथवा लगानी पनि भएकै हो। तर अचानक बालेनले त्यो पनि थोरै मात्रै होइन क्या, 50,000 इतिहासकै सबैभन्दा ठुलो हार। फेरि त्यो सबभन्दा हेभी वेटलाई भर्खर जन्मेको पार्टी, भर्खरै आएको व्यक्तिले 35 वर्षको केटोले 70 काटेकालाई, जसले 70 वर्ष राजनीति गरिसकेका थिए, करिब 6 दशक उनले राजनीतिमै बिताए। यस्तो व्यक्तिलाई, यो देशको राजनीति परिवर्तनका लागि धेरै कन्ट्रिब्युसन गरेका मान्छे, जेलमा बसेका मान्छे र धेरै पल्ट सत्तामा पुगेर यो बागडोर समाइसकेका मान्छे र नेताहरूमा अलिकति बाकपटुता भएको र चलाक नेता पनि मानिन्थ्यो नि त होइन, निडर र चलाक नेता पनि त ओलीलाई मानिन्थ्यो नि त। त्यस्तो यो देशको सबैभन्दा हेभी वेटलाई 70 वर्ष काटेका नेतालाई चाहिँ एउटा 35 वर्षको छिटो, जो महानगरपालिकाको मेयर मात्रै भाउ बढी केही पनि भएन, मेयर भएर पनि त्यति धेरै उल्लेखनीय काम गरिहालेको पनि होइन। कता कति चाहिँ त्यहाँका जनताले सजगले चाहिँ यो भगौडा हो
आफ्नो नगरपालिकामा काम पनि गर्न सकेन, आफ्नो कार्यकाल पनि पुरा गरेन, पुरा नगरिकन यहाँ आएको छ र कतै सजाय पो दिने हुन् कि भनेर सोचिरहेको बेला चाहिँ 50,000 मतले हेभी वेटलाई हराइदियो। त यसले त कति चरम असन्तुष्टि रहेछ र कति जनतामा परिवर्तनको चाहना रहेछ भन्ने देखाउँछ। भनेदेखि अर्कोपट्टि चाहिँ बालेनले मेयर हुँदाखेरि उनले एउटा आफ्नो पर्सनल आइडेन्टिटी क्रिएट गरेकै हुन् होइन। कतिपय कुरा त के भइदियो भन्दा बालेनसँग तत्कालीन प्रधानमन्त्री नै दोहोरी खेल्न बस्नुभयो। एउटा कार्यपालिकाको एउटा प्रमुखसँग तत्कालीन प्रधानमन्त्रीले दोहोरी खेल्न सुहाउने त्यो लेभलै होइन क्या, त्यो दोहोरी खेल्न हुँदैन थियो। त्यो दोहोरी खेलेको जस्तो देखियो। त्यो दोहोरी खेलाले के देखियो भन्दा बालनलाई असफल बनाउनको लागि सिङ्गो तत्कालीन सरकारले लागेको थियो भन्ने न्यारेटिभ सिर्जना गरियो। त्यो न्यारेटिभले बढी काम गर्यो। बालनले धेरै गर्न सक्थे, धेरै हुन्थ्यो। त्यसो भएर त होला नि त यो उसले न्युयोर्क टाइम्सले चाहिँ पग्नासियस लिडर भनेको, पग्नासियस लिडर भनेको निडर लडाकु नेता भन्छ क्या त्यसलाई। निडर लडाकु नेता भनेर चाहिँ नामाकरणै गर्यो। कसैले अपेक्षा गरेको थियो त्यत्रो भेटरान उम्मेदवारसँग अस्ति भर्खरको काँचो चिचुलो मान्छे मलाई के लाग्यो त्यही नै यो पग्नासियस लिडरको रूपमा चाहिँ जापानी जनताले चिने जस्तो लाग्यो कि उनीहरूले पग्नासियस लिडरको निडर। उनी महानगरको मेयर हुँदाखेरि पनि तत्कालीन सरकार टोटल अपोजिटमा उभिँदा पनि उनी त्योसँग पनि डराएनन्, पग्नासियस थिए। त्यसो भए जुन परम्परागत शैली छ अपोजिसनलाई गाली गर्ने, सत्तो सराप गर्ने, त्यसको बारेमा चाहिँ चरित्र हत्या गर्ने, त्यहाँसम्मका गतिविधि गरेर निर्वाचनमा आफू अब्बल हुन् भन्ने देखाएर पहिला निर्वाचन जितिन्। तर अहिलेको निर्वाचनमा बढी बोल्ने मान्छे जित्यो कि कम बोल्ने मान्छे जित्यो? यहाँ त एउटा भनाइ छ नि, एमालेमा कुरा धेरै छन्, काङ्ग्रेसमा बुढा धेरै छन्, एमालेमा कुरा धेरै छन्, राष्ट्रसभामा भुरा धेरै छन् भन्थे कि भुरा कुरा र बुढाले देश बन्दैन भन्ने एउटा न्यारेटिभ पहिला बनेको थियो। जस्तै चाहिँ एमालेमा कुरा अलि धेरै नै थिए, काङ्ग्रेसमा बुढा पनि धेरै नै थिए र राष्ट्रसभामा बुढा नै थिए। आखिर चाहिँ यी बुढाहरूले जितिदिए होइन, बुढाहरूले जितिदिए भनेको बोलेर जितिने रहेछ कि बोलेर जितिने होइन, क्रिटिसाइज गरेर जितिने रहेछ कि? बालनले हेर्नु त कहीँ गएर कमेन्ट गरेनन्, कुनै नेतामाथि खनिएनन्। उनका त त्यो बेला त उनी बोले त पहिला पनि नबोल्ने मान्छे नि स्ट्याटस बोल्थ्यो, उनको बोल्ने भनेको स्ट्याटस हो। तर अहिले स्ट्याटस पनि बोलेन, उनी मौन रहे, बोलेन, व्यक्तिगत आक्षेप लगाएनन्, आरोप लगाएनन्। बरु उनीमाथि धेरै खालका आरोपहरू त मधेसवादी दलका त मधेसी नै होइन भन्न पनि भ्यायो नि त होइन। ऊ मधेसको छोरो होइन, ऊ होइन मधेसी नै होइन भनेर त मधेसवादी दलहरू त उनको त चर्को विरोधै गरेका हुन् नि त। तर उनले कसैलाई विरोध नगरिकन पनि यस्तो केरेज रहिदियो नारायण सर, बालन गएको ठाउँमा मान्छे त मोहनी जस्तै जत्तिकै हेर्न जादु लगाए हिस्टेरिया, पुरै हिस्टेरिया भए चाहिँ मान्छेहरू जादु लगाए जस्तो त देखियो नि त होइन। अनि अर्को कुरो कता कति के पनि देखियो भन्दा कहिलेकाहीँ लगाइदिएका मालाहरू पनि फ्याँकेको पनि देखियो, मान्छेलाई त्यति रेस्पोन्स नगरेर अलिक घुच्याउँदै हिँडेको पनि देखियो। त त्यति हुँदाहुँदै नि मार्क्स त त्यो हिप्नोटिजम जस्तै के होइन, सम्मोहन जस्तै मार्क्स चाहिँ उनी जहाँ गयो त्यहाँ भयो, त्यो उनको पर्सनल आइडेन्टिटी। त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टीको यत्रो करिब 2/3 आउनुको पछाडि बालन फ्याक्टर हो अथवा रवि फ्याक्टर? बालन फ्याक्टर हो नि। रवि फ्याक्टर पनि नराम्रो होइन हो, रविको क्रेज पनि हो। त्यो क्रेजले अघिल्लो 5 महिनामा चौथो पार्टी बनाउने बेलामा रविकै अनुहार बिक्या हो। अहिले चाहिँ रविको अनुहार अराउन्ड 30% बिक्यो होला, 70% बालनकै अनुहार बिक्या हो। 70% चाहिँ बालनकै अनुहार बिक्या। त्यसो भए जुन आफूलाई स्थापित बलिया दल, संगठन विस्तार भएका दल जुन बताउँथे, अब एमालेबाटै सुरु गरौँ न। एमाले अस्ति भर्खरै आफ्नो अधिवेशन सकाएर नयाँ नेतृत्व भएर निर्वाचनमा जाँदै गर्दा उसले हामी पहिलो पार्टी बन्छौँ भन्दै गर्दाखेरि उसको मत समानुपातिकको र प्रत्यक्षको आधारमा हेर्दाखेरि, सिट सङ्ख्याको आधारमा हेर्दाखेरि एमाले कहाँनिर चुक्यो? एमाले कहाँनिर चुक्यो भन्नुहुन्छ भने पटक पटक सत्तामा गयो,
गर्दै नगरेको अनि केही विकासका कामहरू गरेको थियो, तर ती कुराहरू जनताको बिचमा लान सकेन। एउटा सबैभन्दा ठुलो गल्ती कहाँनिर भएको छ भन्दाखेरि जब सोसल साइट बन्द गरे नि, जेनजी मुभमेन्टको त त्यही हो नि, जडिया त त्यही हो नि, त्यो चाहिँ हठातमा दम्भले मात्तिएर महासेट भएर सुन्नुभएको थियो, कुनै तोपले यो सरकारलाई ढाल्न सक्दैन भन्ने पनि त हामीले सुनेका थियौँ नि। ठुलो तोपै चाहिएन, एउटा जेनजी तोपले ढालिदियो हाल्नु त होइन। अलिक घमण्ड दम्म भयो र त्यति बेला त्यो सोसल साइट बन्द गर्नका लागि जनतालाई अवेर गरेर जनताका बिचमा गएर यो कारणले गर्दा हामीले यो बन्द गर्न पर्ने भयो, दर्ता गर्छन् नगरदेखि हाम्रो धेरै सम्पत्ति विदेश जाने भयो र हामीले बन्द गर्ने भयो भनेको भए नेपाली जनताले स्वीकार गर्थे र जेनजी विद्रोह पनि हुने थिएन। त्यहाँनिर चाहिँ एकदम हठातमा निर्णय गरियो होइन, एकदम यति ठुलो यति घमण्ड थियो। अर्को कुरा कहाँनिरबाट चुके भन्दा चुकेको मूल बिन्दु भनेको कुनै पनि लोकतान्त्रिक र प्रजातान्त्रिक मुलुकमा संसदीय व्यवस्था भएको मुलुकमा पहिलो पार्टी र दोस्रो ठुलो पार्टी मिल्दैनन् क्या। पहिलो ठुलो पार्टीले सरकार बनाउँछ, नभएदेखि दोस्रो ठुलो पार्टीले सरकार बनाउँछ, पहिलो प्रतिपक्षमा बस्छ, नभए पहिलोले सरकार बनाउँछ जोडजाड गरेर दोस्रो प्रतिपक्षमा बस्छ। यस्तो बेलामा सरकार बनाइन्छ जति बेला ल्यान्डस्लाइड भएको छ, सुनामी परिस्थिति भएको छ, अर्को राज्यले आफ्नो राज्यमाथि आक्रमण गरेको छ, देश सम्मेलन नसक्नु भएको छ भने गरिन्छ। तर के त्यो बेला देश सम्मेलनै नसकिने कुनै बाहिरी राष्ट्र आक्रमण गर्न आएको सुनामी अथवा चाहिँ कोरोना जस्तो केही फैलिएको थियो र थिएन। असार 15 गतेको दिनमा चाहिँ आर्जुले शेरबहादुरलाई चप समातेर लिएर गएर दही खुवाएर बालुवाटारमा दही खुवाएर अनि त्यसपछि 28 कि 29 सरकार बने होइन, पहिलो पार्टी र दोस्रो पार्टी। त्यहाँनिर बिग मिस्टेक भयो, त्यो ब्लन्डर थियो, त्यो गर्न हुँदैन थियो। त्यो दुईटा पार्टी मिल्नु भनेको त देशलाई सरकारलाई आफ्नो एउटा क्लब बनाउनु भनेको, त्यसको परिणाम अहिले यो निर्वाचनमा खेप्नु पर्यो। त्यसको परिणाम अहिले निर्वाचनमा खेप्नु भनेको एमालेकै विषयमा कुरा गर्दाखेरि केपी ओलीको नेतृत्वलाई जनताले स्वीकारेको अवस्था हो। 79 मा स्वीकार्यो, 74 मा स्वीकार्यो, तर 82 को यो निर्वाचनमा त स्वीकारेन नि। स्वीकारेन, अहिले स्वीकारेन र जेनजी विद्रोह पछाडि चाहिँ एक खालको चाहिँ थोरै परिवर्तनको आभास चाहिँ पार्टीहरूमा आओस् भन्ने जनताहरूमा एउटा अपेक्षा पनि थियो, जसको लागि चाहिँ गगनले एउटा प्रयास गरे। तर त इट वाज टु लेट होइन, एकदम चुनावको मुखमा गर्नु परेको थियो। एउटा भनिन्छ नि अमरेशले भन्नुभयो के अरे धन्नबालन हुन के अरे गगन हुनाले चाहिँ घन्टी मुनि आयो, नत्र भने माटै मुनि जान्थ्यो। यसका दुईवटा मिनिङ छन् कि माटो मुनि मलाई सौनु संस्कृति पार्टी भन्दा पनि तल पर्न्थ्यो होइन, धन्न घन्टीभन्दा मुनितिर अहिले आयो, दोस्रोमा आयो भन्ने पनि हो होइन, माटैमा जान पनि सक्थ्यो होला। ठिक छ ठिक छ। त्यसो भए एमालेमा कहीँ न कहीँ भुल छ, कहीँ न कहीँ मिस्टेक छ, कहीँ न कहीँ जनताले चाहिँ त्यसलाई स्वीकार गर्न सकेनन्, यसरी बुझौँ नेतृत्वप्रति। नेतृत्व त हो, त्यो हो क्लियर कट एकदम हो, नयाँ अनुहार खोजेका थिए। ओके, त्यसो भए कङ्ग्रेसमा जुन विद्रोह भयो र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो, त्यसले पनि त साख जोगाउन सकेन नि, विरासत जोगाउन सकेन नि, नेतृत्वै हार्यो। होइन, इट वाज टु लेट। मैले भने नि गगनजी आएर चाहिँ नेतृत्व हार्दा अहिले त सबै हारे त, सबैका देखिसके त हालत त, सबैको अवस्था त देखिए नि। गगनले पार्टीको नेतृत्व नलिएको भएदेखि नेपाली काङ्ग्रेसले अहिले जति सिट प्राप्त गरेको छ त्यो सिट प्राप्त गर्ने सम्भावना थिएन। देउबाकै नेतृत्वमा गएको भएदेखि थिएन। देउबाकै नेतृत्वमा गएको भएदेखि, देउबाको अनुहार देखाएर यदि नेपाली काङ्ग्रेस जान्थ्यो भनेदेखि अहिलेको अवस्थामा हुने थिएन। यो सत्यलाई त स्वीकार गर्नुपर्छ। तर एउटा ठुलो ल्यान्डस्लाइड नै भइरहेको, म स्याङ्जातिर गएँ, म तपाईँ के कस्तो पाएँ भन्दा नेपाली काङ्ग्रेस जिन्दाबाद भोट केमा घन्टीमा भन्ने जनमत पाइयो कि। अनि तपाईँ नेपाली काङ्ग्रेस जिन्दाबाद भन्नुहुन्छ, भोट केमा घन्टीमा किन भन्नुहुन्छ भन्दाखेरि म काङ्ग्रेस नै हुँ, काङ्ग्रेसै रहन्छु, पार्टी मैले छोड्दिनँ। तर अहिलेको मत चाहिँ मैले घन्टीलाई दिन्छु, किनकि यिनलाई 35 वर्ष हेरियो, 35 वर्षसम्म यिनलाई वाक्क भइएको छ, अब चाहिँ नयाँलाई हेर्ने हो, नयाँलाई 5 वर्ष हेर्ने हो भनेर भने। र को छ तपाईँकोमा नेता भनेर भन्दाखेरि को छ त नि तपाईँकोमा सांसद को छ, स्याङ्जा कास्की पर्वततिर गाउँतिर जाँदाखेरि खै को छ कुनै प्रतिनिधित्व हामीलाई थाहा छैन, तर भोट चाहिँ घन्टीमा, को छ कुनै थाहा छैन, भोट चाहिँ घन्टीमा। ओके, त्यसो भए यो नयाँको खोजी थियो। ओके, नयाँको खोजी थियो। त्यसो भए नेकपा जो तत्कालीन माओवादी यो व्यवस्थाको आफूलाई मसिया ठान्छ र त्यसको नेतृत्वले त जितेको छ, रुकुम पूर्वबाट जित्यो, त्यत्रा दलहरू मिलेको, तर सङ्ख्या हेऱ्यो भने त अहिले त यतिमा आएर खुम्चियो।
यति पनि होइन, यतिमा यतिमा आएर खुम्चियो। यो यसको पछाडिको रिजन के हो भनेको कांग्रेस एमाले जस्तै यो पनि पर्यो कि के पर्यो? यसमा हेभी वेटका नेताहरू, पूर्व प्रधानमन्त्रीहरूकै क्लब जस्तो लाग्छ त होइन र? त्यत्रा नेताहरू गरेर चाहिँ जमबाट गरेर चाहिँ नेपाली कम्युनिस्ट पार्टी भनेर बनाए। प्रचण्ड अलिकति चलाख नेता भएको हुँदाखेरि गएर आफ्नो चाहिँ उद्गम स्थलबाटै लडेर उनी जित्ने, आफ्नो जितलाई कन्फर्म गरे। माधव नेपाल पनि हारे होइन। अब त्यस कारण यो प्रति त नेपाली जनताको अब बिस्तारै बिस्तारै यो पुराना दलहरूप्रति चाहिँ नेपाली जनताको विश्वास हराइसक्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाइसके पछाडि 5 वर्षमा राम्रा काम गरेर स्थापित भयो भने बल्ल यो पार्टी बन्छ। पार्टी बन्यो भने यसले केही भनेको यी स्थापित दलहरू चाहिँ उठ्न अब गाह्रो छ। गाह्रो छ त नभनौँ, यदि यसले पनि पुरानै ढर्रामा रह्यो भनेदेखि त यी उठिहाल्छ नि। यसरी एउटा कुरो बिर्सिनु हुन्न नि, 64मा पनि त माओवादीले जिते होइन र, 120 जिते होइन र? माओवादीले नयाँ पार्टी भएर आएको होइन, छलाङ मार्छु ब्रेक थ्रु गर्छु भनेर आएको होइन। त अझ कस्तो पार्टी हो भन्दाखेरि 10 वर्ष सशस्त्र युद्ध गरेर त्यो देशको काँचीले फेर्छु भनेर कुनै प्रणालीगत परिवर्तनको नारा बोकेर आएको पार्टी हो नि त। सैद्धान्तिक आधार भएको पार्टी हो। सैद्धान्तिक आधारको जगमा उभिएर आएको पार्टीलाई परिवर्तन गर्छु भनेपछि नेपाली जनताले विश्वास गरेर मत दिए, ठुलो पार्टी बनाइदिए। तर उसले तिनै पुराना पार्टीको जस्तै ढर्रा छोडेर अनि के भयो 70मा आउँदाखेरि भनेको नीति विचार सिद्धान्त जुन उद्देश्य छ अहिलेको निर्वाचनमा त हेरिएन त। त्यस्तै जस्तो सुशीला कार्कीले जस्तो आफ्नोलाई आदर्श श्रेष्ठलाई चाहिँ नियुक्ति गरेर छोड्नुभयो नि हिजो, उहाँ पनि त जैनजीको प्रतिनिधि हो। उहाँ पनि राष्ट्रपाले ओन गरेको प्रधानमन्त्री त हो नि त। अहिलेको नयाँ उसले उहाँले जसरी चाहिँ एउटा चाहिँ आफ्नै पिएलाई चाहिँ नि एउटा प्राकृतिक स्रोतको चाहिँ नि त्यो डिजी बनाएर हिँड्नुभयो, त्यस्तै खालका पाराहरू अब यिनले पनि देखाउन थाल्यो भनेदेखि त किन नउठ्ने सर? धुलो टकटकारै उठ्छन्, नभए धुलैसँग पनि उठेर आउँछन्। त्यो परिवेश आउन सक्छ नि सर। भनेको त यो 5 वर्ष सर यति भने मैले, यो अबको 5 वर्ष राष्ट्रसभाको लागि अवसर र चुनौती दुवै छन् र यो ट्रायल हो। यो ट्रायल पिरियड हो। यो पिरियड चाहिँ परीक्षणको पिरियड हो। यो परीक्षणको पिरियड जनताले विश्वास गरे, दिए, ल्यान्डस्लाइड मत दिए। अब मलाई बताइदिनुहोस्, म निर्वाचन पूर्वको कुरा गरिराखेको छु। राष्ट्रपाले यति ल्याउँछ भन्ने कसैको आकलन थिएन, आयो। तर त्योभन्दा पूर्व स्थापित दलहरूले एउटा भाषा जनताको दिमागमा राखिदिएका थिए। यी नयाँ हुन्, यिनीहरूलाई राजनीति थाहा छैन, यिनीहरू कसैबाट परिचालित छन्, यिनीहरू प्रयोग हुन्छन्, देश दुर्घटनामा जान्छ। अब यो भाषालाई स्थापित दलहरूले जुन जनताकोमा पुर्याउन खोजेका थिए त्यो भाषा जनताले स्वीकार गरेन। मैले पूर्वदेखि पश्चिम हिँड्दै गर्दा मैले सुने 5 वर्षमा यदि देशै कर्लप्पै खान खोजेछ भने आम जनता सडकमा आउँछौँ, तर एकचोटिलाई नयाँलाई हामी परीक्षण गर्छौँ भनेको अवस्था छ। अब मलाई बताइदिनुहोस्, त्यो फियर, यो पार्टीप्रति उनीहरूले लगाएको आरोप सत्य होला या यो नेपाली मौलिक माटोकै जगमा टेकेर उठेको पार्टी बन्ला? के देख्नुहुन्छ तपाईँ? अब यो ग्रामसीले भन्छन् कि लोकल इन्टेलेक्चुअल, अर्गानिक इन्टेलेक्चुअल र अथराइज इन्टेलेक्चुअल भन्छन् कि। यो आधिकारिक इन्टेलेक्चुअल र चाहिँ खास मौलिक इन्टेलेक्चुअल भने जस्तै तपाईँ अर्गानिक इन्टेलेक्चुअल हो, किनकि तपाईँ त्यहाँको बस्ती बस्तीमा पसेर आउनु भएको छ। तपाईँहरूको प्रोग्राम पनि मैले हेरिरहेको छु प्रकाशजी र तपाईँको। तपाईँ त्यो बस्ती बस्तीका मान्छेसँग कुरा गरेर आउनु भएको छ, जनमतको भित्री सेन्टिमेन्ट बुझेर आउनुभएको छ। तपाईँ चाहिँ अर्गानिक इन्टेलेक्चुअल हो, म चाहिँ अथराइज इन्टेलेक्चुअल। यहाँ बोलाइसकेको हुँदाखेरि म अथराइज इन्टेलेक्चुअल म भएँ। त्यो जति तपाईँलाई थाहा छ त्यति मलाई थाहा नहुनसक्छ, तर जनताले जे भन्नुभयो भने त्यो वास्तविकता भने। यदि 5 वर्षभित्र केही गर्न सकेनन् र यदि देशलाई नै धरापमा पार्ने अवस्थामा गए भनेदेखि जनता सडकमा आउँछन्। 5 वर्ष होइन, 5 महिना पनि यो सरकार नटिक्न सक्छ है। यहाँले अघिल्लो प्रश्नमै 3टा धाराबाट प्रश्न गर्नुभएको छ। एउटा नयाँले केही गर्दैनन् भन्ने कन्सेप्टलाई जनताले पत्याएनन्। पुराना पनि त हेऱ्यो नि त। राजनीतिक कन्ट्रिब्युसन भएका नेतालाई त जेल बसेका, जिब्रो काटिएका, इलेक्ट्रिक सक लाएर राजनीतिमा आएकाहरूलाई हेर्दाखेरि त के पाइयो? इलेक्ट्रिक सक लगाएको भन्थ्यो नि देउवाला त होइन। के पाइयो त भन्दाखेरि घरमा चाहिँ मुठाका मुठा जग्गा पैसा थुपार्ने एउटा बनाइएको र बङ्कर बनाइएको रहेछ कि त्यही हो? देखेनन् र? अनुभव भएकाहरूलाई देखेनन् र यिनले? यिनले कन्ट्रिब्युसन दिएकालाई हामीले हेरेनौँ र? 35 वर्ष हेऱ्यौ बाबा तिमीलाई त के गर्यौ?
अनि तिमीले नयाँ भन्छौ, जे गर्छन् यिनलाई दिन्छौँ। एउटा त्यो भाषा भत्काइदिए यिनीहरूले र नयाँलाई दिए। अर्को कुरो चाहिँ एउटा थोरै ऐतिहासिक कुरोमा जाने भने मान्छेको चाहना नयाँ खोज्छ कि। आज मैले यो कोट लगाएँ भने म अर्को नयाँ कोट देख्ने बित्तिकै त्यो म किन्न चाहन्छु। यो जनताको चाहना हो। उनीहरूले चाहिँ 46 सालमा अगुवाई कसले गरेको थियो? काङ्ग्रेसले गरेको थियो। नयाँ थियो काङ्ग्रेस, होइन हो, त्यसैलाई दिए। विद्रोहको नेतृत्व गरौँ नि त। 64मा 62 शान्ति प्रक्रिया पछाडिको त्यसको नेतृत्व कसले गरेको थियो? माओवादीले। त्यसलाई दिए। नयाँ ठाने त्यसलाई दिए। त्यस्तै अहिलेको जेएनजीको विद्रोह पनि यो वा ऊ किसिमले गाँसिन आएको त राष्ट्रिय स्वतन्त्र पार्टी हो। जब बालनले त्यहाँ गयो भने बालनलाई त अभिभावक मानिन्थ्यो जेएनजी विद्रोहको, होइन? उनलाई त जेएनजी विद्रोहको बेला पनि विद्रोह पछाडि तत्कालै प्रधानमन्त्रीको लागि अफर पनि गरिएको थियो। तर उनले चाहिँ म प्रधानमन्त्री बन्दिनँ, म निर्वाचितै प्रधानमन्त्री बन्छु भनेको त हामीले सुनेका छौँ नि त, होइन? र सुशीला कार्कीलाई त उनकै सिफारिसमा भए त हो नि। त्यसो भएको चाहिँ त्यो विद्रोहको नेतृत्वलाई रुचाए मान्छेले, परिवर्तन मान्छेले खोजेका थिए। त्यो अब रह्यो यहाँले सेन्सिटिभ क्वेसन लास्टमा गर्नुभएको छ। अघि एकैचोटि 3टा प्रश्न गर्दा एउटा चाहिँ नि देशकै अस्मितालाई खरा असर गर्ने हो कि त्यस्तो भयो भनेदेखि हामी सडकमा आउँछौँ भने भन्नु हो नि, त्यो वास्तविकता हो। अब हामीले समयको चाहिँ मलाई थाहा छैन त्यसको अवस्थालाई। अब यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले जनताका अपेक्षा धेरै छन्, सपना धेरै छन्। ती अपेक्षालाई पुरा गर्नको लागि तत्काल काम थाल्नुपर्छ। र अर्को कुरो देशमा चाहिँ भूराजनीतिक चपेटामा देश परेको छ। इतिहासकै सर्वाधिक भूराजनीतिक चपेटामा देश परेको छ। यसमा धेरै इस्युजहरू, इन्टरनेसनल इस्युजहरू उकिएर आउने पनि गरेको सुनिएका छन् बजारमा। यी कुराहरूबाट जस्तै मिडल इस्टको हेर्नुहोस्, होइन? पूर्वी युरोपमा चाहिँ त्यो अवस्था छ। अनि यता इरानसँग अमेरिकाको कुरा हेर्नुहोस्, त्यो भइरहेको छ एकातिर भनेदेखि। अर्कोतिर चाहिँ चिनसँगको सम्बन्ध अलि चिसिन जानियो कि भने जस्तो छ। एकातिर भारत पनि त्यति धेरै खुसी, भला अस्ति बधाई त दिए मोदीले, त्यो डिप्लोमेटिक हो, त त्यति खुसी नभइरहेको अवस्था छ। अर्कोतिर पश्चिमाहरू अलि धेरै खेले कि भन्ने कुरा चलिरहेको छ। यस्तो भूराजनीतिक चपेटा परिरहेको बेलामा चाहिँ अब यो भूराजनीतिक चपेटाबाट देशलाई बचाउँछ कि बचाउँदैन, त्यो चाहिँ हेर्नु छ। एउटा जटिल र कम्प्लेक्स सिचुएसनमा छ। त्यो भने कस्तो हो सर? जुन तपाईँले पनि भन्नुभयो, यसभन्दा अगाडि निर्वाचन पूर्व पनि दलहरूले भनेका थिए र यो पार्टी यहाँबाट चलेको छैन, बाह्य तत्त्वले चलाएको छ, बाह्य फ्याक्टरले काम गरेको छ, त्यो हुन्छ सर? त्यो त नेपालको हाम्रो भूभवनहरूका कारणले गर्दा पनि हामी चीन र भारत जस्ता ठुला देशको बिचमा भयौँ। 7 सालदेखि नेपालको राजनीतिभित्र भारत नै सक्रिय भएर खेल्दै आएको हो। यो कुरालाई नकार्न सकिँदैन। र 2070 पछाडि चाहिँ चीन पनि यो देशको आन्तरिक राजनीतिभित्र घुस्न थालेको हो। याङ्सी भन्ने एउटा राजदूतलाई मैले प्रायः सम्झिन्छु कि चाइनिज राजदूत थिए नि नेपालको लागि। यो केपी शर्मा ओलीको चाहिँ नेकपाको सरकार हुँदाखेरि त्यो याङ्सीको चाहिँ चुरीफिरी हेर्दाखेरि नेताको घरमा जाने त्यो ठ्याक्क भारतीय कपी गरेर खोजिरहेको थिए कि। आन्तरिक राजनीतिभित्र 70 पछाडि चीन पनि खेल्न थालेको हो। भारत त अनवरत खेलि नै रहेको हो भने अरू अहिले आएर पछिल्लोचोटि चाहिँ पश्चिमाहरू पनि त्यसको राजनीतिभित्र खेलेकै हुन्। यसलाई नकार्न हुँदैन। यो बेला चुनावको बेला उनीहरूले न्यारेटिभ बनाएर जनतालाई भ्रममा पर्नको लागि न्यारेटिभ बनाएका हुन् भनेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले डिफेन्ड गर्न सक्छ। तर वास्तविकता त हो, वास्तविकता चाहिँ खेलेकै हुन्, यहाँभित्र खेलेकै हुन् र खेल्छन् पनि। खेल्नुलाई नराम्रो भनिँदैन कि सर। अब हामीले फेरि भारत खेल्यो, भारत मुर्दाबाद, चिन खेल्यो, चिन त्यो होइन नि। उनीहरू आफ्नो नेसनल इन्ट्रेस्टका लागि खेल्छन्। सकेदेखि त नेपाल पनि खेलिदिए हुन्छ नि भारतको राजनीतिमा। राजीव गान्धी ल्याउने कि फेरि चाहिँ भाजपालाई ल्याउने भनेर नेपाल पनि डेरा जमाएर बसेर यहाँका चाहिँ शीर्षी भई नेताहरू डरले हामीलाई मान्छे नगन्ने नेता छन् नि यहाँ, ओली र देउबाको वरिपरि घुम्नेहरू। हामीलाई मान्छे गन्दैन, नमस्कार फर्काउनु गाह्रो मान्ने नेता छन् यहाँ। नेताको वरिपरि, नेता त छोडिदिनु, शीर्ष नेता त शीर्ष नेताको वरिपरि घुम्ने केही छन् जो कि मान्छेलाई नोटिसमा राखेको छु भन्दै हिँड्ने, धम्काउँदै हिँड्ने र नमस्कार फर्काउनु गाह्रो मान्ने धुपौरीहरू छन् नि। यी धुपौरीहरू भारतको राजनीति हुँदाखेरि गएर खेलिदियो नि त नेसनल इन्ट्रेस्टमा। बङ्गलादेशमा खेलिदिए हुन्छ नि तिनीहरू, भुटानमा खेलिदिए हुन्छ नि त। तर खेल्न सक्छन् त? सके त हुन्छ नि, हुती हुनु पर्यो नि। भारत खेल्छ, खेल्नुपर्छ उसको नेसनल इन्ट्रेस्टको लागि। ठिक, उसले आफू चाइना खेल्छ, पश्चिमा खेल्छन्। तर खेलिनेको हो त हामी हुन् त, खेलिन हामी हुन्छ कि हुँदैन त्यो कुरो सोच्नु पर्ने। हामी खेलिन अवस्थित छौँ। नेपाली जनताको एउटा दुर्भाग्य भनौँ, सधैँ नायकको खोजी गरे कि नेपाली जनताले, सधैँ नायकको खोजी गरे। राइट नायक अहिलेसम्म फेला भनेको खेलिने नायक
मात्रै प्राप्त गरे हो खेलिने नायक मात्रै अहिलेको परिवेश पनि खेलाइने पपेट जस्तो नायक फेला पारे कि यो साँच्चीकै नायक फेला पारे अब यो हो एकदम सेन्सिटिभ क्वेसन यो अब राष्ट्रपति चाहिँ नि यो राजनीतिक सपेटाबाट खेलिने नायक बनेर जाने कि खेलाउने नायक भएर जाने हो त भन्ने खालको यो चाहिँ ठुलो च्यालेन्जिङ क्वेसन छ हेर्नुपर्छ हो अहिले आला काँचा चाहिँ छन् नै फेरि पोलिटिकल कन्ट्रिब्युसन पनि छैन र पोलिटिकल एक्सपिरियन्स पनि छैन पढेका त छन् नि पढेका त छन् बुझेका त छन् लजिक त बुझेका छन् नि लजिक बुझेका छन् बुझ्नुपर्छ त्यसलाई कसरी बुझ्छन् भन्ने कुरा पनि कसरी बुझ्ने भन्ने कुरा हो अब स्कुलिङ कुनबाट आए भन्ने कुराले असर गर्छ नि त फेरि पढाइलाई पनि पढाइको त स्कुलिङ कुन स्कुलमा पढेर आए पढेका त हुन् तर कुन स्कुलबाट पढेर आए भन्नेले पनि असर चाहिँ गर्दै गर्दछ होइन त्यस्तो गलत स्कुल नपरोस् एउटा के छ भनेदेखि नारायण सर अहिले मलाई 2 मिनटको समय चाहिँ मैले माग गरेँ नेपाल मैले खोज्नै खोजेकै त्यही हो नेपाल भूराजनीतिक किसिमले बहुत सेन्सिटिभ ठाउँ हो र हिजो पनि नेपाल पश्चिमाको लागि महत्त्वपूर्ण थियो पृथ्वीनारायण शाहका बेला पनि नेपाल महत्त्वपूर्ण थियो त्यो बेला पादरीको यात्राको लागि चीन यात्राको लागि तिब्बत यात्राको लागि नेपाल महत्त्वपूर्ण थियो त्यो बेला उनको त्यो थियो बिजनेस भ्यूले चाहिँ नेपाल महत्त्वपूर्ण थियो अहिले पछि आधुनिक इतिहासमा नेपाल चाहिँ राजनीतिका लागि नेपाल महत्त्वपूर्ण छ भइदियो के त भन्दा यो अघि नै मैले भने विश्वका सबैभन्दा ठुलो जनसङ्ख्या भएका यो संसारका 2 देशको नाम लिनुभयो भने चीन र भारत होइन यी 2 देशको बिचमा रहेको सानो देश नेपाल यो यस्तो जो डेमोग्राफिकली पनि यति सेन्सिटिभ ठाउँमा यो देश रहेको छ जियोग्राफिकली पनि यति ठुलो देश जबकि 22 गुणा ठुलो छ भारत नेपालभन्दा 64 गुणा ठुलो छ चाइना नेपालभन्दा 64 गुणा ठुलो र 22 गुणा ठुलो दुईटाको बिचमा छ यिनै दुईटा बाहेक तेस्रोसँग नेपालको भूसीमाना त जोडिँदैन नि त जोडिँदैन होइन यिनै 2 देशसँग भूसीमाना जोडिएर बस्न परेको छ हेर्नुहोस् यो देशको भू अवस्था अर्कोतिर पोलिटिकली हेर्नुहुन्छ भनेदेखि विदेशी कुनै पनि शत्रु राष्ट्रले अर्को राष्ट्रलाई हान्नु पर्यो भने त्यसलाई कमजोर ठाउँमा हान्ने गर्दछ व्यक्तिले पनि त्यही हो कुनैसँग लड्नु पर्यो भने त्यसको कमजोर पार्ट कहाँ छ त्यही हान्ने हो चीनको कमजोर पार्ट कुन हो तिब्बत भारतको कमजोर पार्ट कुन हो काश्मीर होइन यस्ता तिब्बत कमजोर पार्ट लिएर बसेका हुन्छन् त्यो तिब्बत जुन कमजोर पार्ट हो त्यही पार्टसँग फेरि नेपालको सिमाना जोडिएको छ क्या यो सिमाना पनि अन्यत्र जोडिएका भए हुन्थ्यो नि त तिब्बत छोडेर त्यही जोडिएको छ फेरि त्यसो खेल्नको लागि नेपाल उपयुक्त हो अब चीन र अमेरिका अहिले अनसाइड एउटा कोल्ड वार त छ हिजो पनि थियो अहिले पनि छ हिजो सोभियत सङ्घसँग थियो अहिले चाहिँ चीनसँग छ होइन एउटा कोल्ड वार भइरहेको बेलामा आर्थिक शक्तिको रूपमा चीन उठिरहेको बेलामा चाहिँ चीन अमेरिकाले चाहिँ चीन घेराउ नीति अन्तर्गतै आए नि आइपिएसहरू त होइन र एसपिपीहरू त्यही अन्तर्गतै आए होइन एमसिसी आए एसपिपी आए आइपिएस आए क्वाड आए होइन यी सबै चीन केन्द्रित प्रोजेक्टहरू त आए नि त प्रोग्रामहरू त इनिसिएटिभहरू त आए नि त आएका छन् त्यसलाई त्यो उसले धेरै ट्रायल गर्यो चीनसँग त्यहाँ पुग्न सकिरहेको अवस्था थिएन यो बेला चाहिँ यो अस्थामी हेर्नु होला बिबिसीको एउटा न्युजमा छ भारतको पूर्व आर्मी जर्नल चाहिँ के अस्थामी है लास्टको सरनेम छ अस्थामी हो अस्थामी भनेर गुगल हाल्यो भने आइहाल्छ बिबिसीमा छ अस्थामीले भनेका छन् अमेरिका दिल्लीको पनि धेरै विकास चाहँदैन थियो दिल्लीलाई कन्ट्रोल गर्न चाहन्थ्यो र बेजिङसँग चाहिँ उसको प्रतिस्पर्धी थियो त्यस्तो बेलामा अशान्त मुलुक खोज्दै हिँडेको थियो त्यो अशान्त मुलुक चाहिँ नेपाल फेला पार्यो र खेल्यो भनेर त भारतको आर्मीको जर्नल अस्थामीले भनेका छन् हो त्यो फेरि हो ऊ खेल्यो ऊ राष्ट्रिय स्वार्थको लागि खेल्यो हो त्यो खेल्नु उसको गलत मैले भनिरहेको छैन है फेरि ऊ खेल्नुपर्छ खेल्यो उसको इन्ट्रेस्ट नेपालमा बढिरहेको बेला थियो यस्तो बेलामा चाहिँ नेपालभित्र जेनजी विद्रोह त भयो तर जेनजी विद्रोहको नि भोलिपल्ट 24 क्षेत्रलाई हेर्ने हो भने त्यो होम प्रडक्ट थिएन जस्तो लाग्छ मलाई होइन त्यो पूर्व तयारी गरिएका थिए नेपाली युवाले गरेर फस्फोरस मिश्रित आगो लगाउन चाहिँ जाँदैन थियो होला त्यसमा पनि केही बातचितहरू देखिए त्यो सरकार बन्यो सरकार बन्दाखेरि पनि त्यसको सरकारको जरा चाहिँ बारबारा फाउन्डेसनमा गएर देखियो बारबारा फाउन्डेसन बारबारा त अमेरिकन एउटा पत्रकार नै हुन् नि होइन र बारबारासँगै बारबारा फाउन्डेसनसँगै गएर सरकारको जरा जोडिएको देखियो कोही संस्थापक छन् कोही के छन् त्यसपछि गएर चाहिँ सरकार बन्यो सरकार बन्ने बित्तिकै 27 भदौ 27 सरकार बन्यो बेलुका सबैभन्दा पहिला बधाई जापानले दियो
जबकि देशको इतिहासमा राजनीतिक कस्तो हेर्नुहुन्छ भने छिमेकी देशले दिने गर्थे, भारतले र चिनले दिने गर्दथे, जापानले दिए। जापानले किन दियो जस्तो लाग्छ मलाई भन्दाखेरि जब त्यो सङ्घाई कोअपरेसनको उस्तो बेला त्यसमा चाहिँ हाम्रा प्रधानमन्त्री, तत्कालीन प्रधानमन्त्री पनि जानुभएको थियो। त्यो चाहिँ परेडमा भाग लिनुभयो, भिक्ट्री परेडमा। मोदी फर्केर आउनुभयो, त्यो जापानलाई कसरी हरायो भनेर अमेरिकालाई देखाइदिएको थियो। त्यसले गर्दाखेरि त्यसले अलिकति चिडिएको थियो, मैले सकिसकेँ अब। त्यसपछि जापानले दियो। त्यसपछि दोस्रो बधाई दिने को भयो त भन्दा दलाई लामा भयो। दलाई लामाले नभूतो न भविष्यमा त देलान्, तर अहिलेसम्म दलाई लामालाई राजा भनेर स्वीकार पनि गरिँदैन, सम्राट अथवा एम्परर अथवा शासक भनेर पनि स्वीकार गरिएको छैन। एकचिनको नीति लिएको नेपाल कि होइन र? एकचिनको नीति लिएको नेपाल हो। तर उनले चाहिँ एउटा राष्ट्र प्रमुखको रूपमा उनले चाहिँ दलाई लामाले बधाई दिए। दलाई लामाले बधाई दिँदाको अस्तिपल्ट के थियो भन्दा टिओबी ज्याकेट लगाएकाहरूले चाहिँ सिंहदरबारभित्र आक्रमण गरेर हिँडेको त हामी त तपाईँहरूले देखाउनु भएको थियो, टिबेटन ओरिजिनल ब्लड। त्यसको कनेक्सन ठ्याक्क दलाई लामाको बधाईसँग आयो कि आएन एकातिर। अनि त्यसपछि गएर बधाई उनले दिए। त्यति मात्रै होइन, तिब्बतकोलाई पार्लियामेन्ट अनि एक्जाइल भन्ने छ कि एउटा पार्लियामेन्ट छ त्यहाँ, त्यो पार्लियामेन्टको स्पिकर के तान्छेल भन्नेले पनि बधाई दिए। सिधै दलाई लामासँग गाँसिन पुगेको जस्तो चिन्ता टाढिँदैन। अनि त्यसपछि जनवरी 15मा चाहिँ नि ऊ आए, के अरे जोनान रिम्पोछे आए। जोनान रिम्पोछेलाई तत्कालीन सुशीला कार्कीको सरकारले एयरपोर्टबाट स्वागत गरेर लिएर आयो। हेर्नुहोस् है, निर्वाचनको बेला छ, त्यो बेला गर्दा करिब यो दलाई लामा फ्याक्टरसँग कति सरकार जोडिएको हो कि भन्ने किसिमले चिन चाहिँ, अनि चिनले त्यति ख्याल गर्दैन र सर अब चिनसँगको सम्बन्ध बिग्रेको छ हाम्रो। अहिले बिग्रिरहेको छ नि। अस्ति देख्नु भनौँ उसले फोयो हाईले एउटा आर्टिकल लेख्नुभयो, ड्रागन मिडियामा पब्लिस गर्नुभएको छ, हेर्नु होला त। ड्रागन मिडियामा फोयो हाई, प्रोफेसर फोयो हाईले अस्ति भर्खरै रिम्पोछे आए पछाडि एउटा आर्टिकल लेख्नु भएको छ। उहाँले नेपाललाई यो सहयोग गरौँ, नेपाललाई हामीले संयुक्त राष्ट्रसङ्घको सदस्य बनाउन सहयोग गरौँ, नेपालको अस्तित्व बचाउनको लागि सहयोग गरौँ, हामीले तिब्बत आक्रमण गर्दा नेपालमाथि आक्रमण गर्ने प्रयास गरेनौँ, नेपाललाई धेरै कन्ट्रिब्युसनहरू हामीले दियौँ, धेरै उद्योगहरू दियौँ, धेरै बाटाहरू बनाइदियौँ, धेरै भौतिक संरचना निर्माण गरिदियौँ र नेपालले गर्यो। तर नेपालले हामीलाई भन्दा मुखले एकचिनको नीति भन्ने अन्तर्यमा चाहिँ एकचिनको नीति खलबलाउने र दलाई लामा सपोर्ट हुने काम गरिरहेको छ। यो हामीले चाइनाले क्लोजली हेरिरहेको छ। सर प्रोफेसरले लेखेको आर्टिकल छ क्या, फोयो हाईको आर्टिकल हेर्नु होला। अनि उनले लास्टमा के लेख्नुभयो भन्दाखेरि हामीले यति गरेपछि अब नेपालले चिनसँग मित्रवत सम्बन्ध गरेर सम्मानजनक जीवन जिउने वा कपटपूर्ण, यस्तै कपटपूर्ण व्यवहार गरेर इतिहासले निर्दिष्ट गरेको परिणाम भोग्ने दुईवटा अप्सन छ भनेर लेख्नुभयो। नट अ जोक नि सर। चिनसँग सम्बन्ध कस्तो रहेछ भने त्यहाँबाट ख्याल गर्न पर्दैन। चिनसँगको रिलेसन धमिलो भएको छ। अर्कोतिर 2007 सालदेखि अहिलेसम्म एकलौटी मोनोपोली गर्दै आएको भारत पनि त खुम्चिएको छ नि त अहिले त, होइन? हुँदा भारत पनि खुसी छैन। यसरी छिमेक सम्बन्ध अप्ठ्यारो परिरहेको बेला, पश्चिमाहरू नेपालभित्र खेल्दै गइरहेको बेला, यस्तो बेलामा चाहिँ आई डोन्ट नो वाट ह्यापन्स। किनभने त्यसो भए नेपालको अहिलेको सम्बन्ध, जुन समदूरीको सम्बन्ध, असंलग्न परराष्ट्र नीति जुन भनिएको थियो, त्यसले चाहिँ छिमेकीसँगको सम्बन्ध धुमिल भएको अवस्था छ। हो, छिमेकीसँगको सम्बन्ध धुमिल भएको छ र हामी चाहिँ तपाईले अघि भने जस्तो र निर्वाचनमा बोलिए जस्तो, जस्तै एमसीसी आयो, अब एसपीपी पास हुँदैछ। एसपीपी को विषयमा राष्ट्रपालाई धेरै जोडिएको अवस्था छ। एक्ज्याक्टली। अब बन्ने सरकार पनि राष्ट्रपाकै हो, करिब 2/3 सरकार छ भनेको कसैले प्रश्न उठाउने ठाउँ छैन। र परम्परागत शक्तिले जुन निर्वाचनको बेला बोले र अहिले राष्ट्रपा त्यो वेमा गएको देख्नुहुन्छ, त्यो सम्बन्धलाई, धुमिल सम्बन्धलाई स्ट्रङलो बनाउने पक्षमा यो देख्नुहुन्छ कि भने जस्तै एसपीपी पास गर्ने पक्षमा जान्छ यो? अब यो चाहिँ साह्रै क्रिटिकल जङ्क्चरमा देश पुगिरहेको बेला राष्ट्रपा कसरी मुभ गर्छ भन्ने कुरो हेर्न सक्छ। सायद चैत्र 10 गतेसम्ममा सरकार पनि बन्छ होला। अब एसपीपी अहिले अलि बढी पेचिलो विषय भएर आएको छ। एसपीपी भने के हो भन्नेदेखि स्टेट पार्टनरसिप प्रोग्राम नाम हो, तर यो यस चाहिँ स्टेट भन्दा पनि सेक्युरिटी पार्टनरसिप प्रोग्राम हो कि यो त स्टेट होइन, सेक्युरिटी हो। सेक्युरिटी पार्टनरसिप प्रोग्राम हो एसपीपी भनेको। अन्डरलाइन त हो त्यो सेक्युरिटीको ठाउँमा स्टेट राखिएको हो, बाहिर सुन्दा राम्रो होस् भनेर।
मैले एउटा दुर्लभ भनिने डकुमेन्ट फेला पारेको थिएँ यतिखेर, म पढ्दै पनि छु मैले। त्यो एसपिपीको डकुमेन्ट मैले फेला पारेको थिएँ। त्यो एसपिपी 1993बाट सुरु गरेको, यो चाहिँ आइपिएस भन्नाले पुरानो हो है फेरि यो। आइपिएसलाई जन्माएकै एसपिपीले हो क्या, आइपिएसलाई जन्माएको एसपिपीले हो होइन। एसपिपीले अझ पछाडि एमसिसी जन्मायो, एमसिसी पछाडि आइपिएस जन्मेको हो। हामी आइपिएससँग खुब डराएका छौँ। आइपिएसको बाउ हो एसपिपी भनेको त, हजुरबाउ हो एसपिपी भनेको त। 1993मा जन्मिएको हो यो। यसले चाहिँ टोटल यसको फोकस यसको के छ भन्दाखेरि पहिलो नम्बरमा आर्टिकल 3 को 1.1मा हेर्नु होला, आर्टिकल 3 को त सम्झौताको 1मा के भनेको छ भन्दाखेरि जोइन्ट मिलिटरी एक्सरसाइज इन द हाई अल्टिट्युड टेरियन इन नेपाल। 1 नम्बर हुँदा यो है, जोइन्ट मिलिटरी एक्सरसाइज इन द हाई अल्टिट्युड टेरियन इन नेपाल। नेपालको उच्च हिमाली प्रदेशमा संयुक्त अमेरिकन र नेपालीको संयुक्त सैनिक अभ्यास गरिने। अब जब चीनको सिमाना तिब्बतको सिमाना नजिक लबाङथङमा गएर होइन, करला नाकानेरी गएर होइन, ती नाकानेरी गएर आर्मी बेस क्याम्प बनाएर अमेरिकन र नेपाली सैनिक चाहिँ दुवै त्यो बोर्डरमा चाहिँ एक्सर्साइज गर्दाखेरि चीनले के बुझ्ला, जस्तो म यहाँ भन्दैछु, यो भन्दा नमिठो लाग्ला, जस्तो युक्रेनमा नाटोमा जानको लागि जब जेलेन्स्कीले प्रयास गरे, त्यसपछि रुसले आफ्नै सिमानामा आफ्नैसँग फुटेर गएको आफ्नै पूर्व मित्र चाहिँ जब नाटोमा जान्छ अमेरिकन सैनिक त्यहाँ आउँछ भनेदेखि के हुन्छ भने तुरुन्तै आक्रमण थालेको हो कि होइन चीनले, रसियाले। यो साह्रै सेन्सिटिभ छ। त्यो त्यति बेला अब हामी मात्तिन चाहिँ हुँदैन, मात्तिनन्। मलाई आशा छ हाम्रा राष्ट्रपतिका नेताहरू मात्तिँदैनन्, उमालेर उम्लिँदैनन्। जसरी जेलेन्स्की उम्रिए, जेलेन्स्कीलाई के भनिएको थियो, जेलेन्स्कीलाई चाहिँ सिएनएनले भनेको थियो एन्टी आउटसाइडर इन द पोलिटिक्स इन युक्रेन भनेको थियो। आउटसाइडर इन द पोलिटिक्समा आउटसाइडर आउँदैछ। एन्टी करप्सन हिरो भनेर भनेको थियो बिबिसीले, एन्टी करप्सन हिरो नामाकरण गरिदिएको थियो उनलाई पनि। आउटसाइडर इन द पोलिटिक्स, एन्टी करप्सन हिरो भनेर विभिन्न पत्र पत्रिका र विदेशी मिडियाले प्रशंसा गरे, जसरी अहिले हाम्रो पालनलाई गरेका छन्। त्यसलाई सम्झेर पनि उनी उम्लिए, त्यसैमा उम्लिए। नाटोमा सम्झौता गर्ने शर्त थियो, नाटोतिर अगाडि बढे, रसियाले हानिदियो। हाम्रा बालिन त्यसो गर्दैनन्, हामीलाई विश्वास छ। उनलाई विदेशीहरूले अहिले उचालेका छन्, धेरै नाम दिएको छ। किनभने पग्नासियस हिरो, पग्नासियस लिडर इन नेपाल पनि भने होइन। अनि त्यहाँ प्रिजेन्जी के अरे जन्जिज अपराइजिङ हिरो इन नेपाल पनि भनेर भने। यिनलाई धेरै नामहरू दिएका छन् अहिले त बिबिसीहरूले, सिएनएनहरूले हिरो बनाइदिएका छन्। त्यतिमा हाम्रा बालन चाहिँ माथिँदैनन्, त्यो हामीलाई थाहा छ किनकि उनले हेरेका छन्। त्यसो भए यो सबै बुझेको राष्ट्रपा नेतृत्व, भावी प्रधानमन्त्री जे भन्नुहोस्, एउटा भारतीय मिडियाहरूमा एउटा प्रसङ्ग आएको छ कि जस्तै धेरैको नजरमा बालेन शाह चीन भारतको पुरानो प्रतिस्पर्धात्मक खेलमा फस्नुको सट्टा नेपाल फर्स्टको धारणा अघि सार्ने र आफ्नै शर्तमा नेपालको हितका विषयमा विश्वसँग संवाद गर्न सक्ने नयाँ प्रकारका नेताका रूपमा व्याख्या अहिले चाहिँ भारतीय मिडियाहरूले गरिरहेको अवस्था छ। तथापि दिल्ली, बेजिङ र वासिङटनलाई समेत चकित पार्ने गरी उदाएको यो पार्टी र यसको नेतृत्व र यसको भावी प्रधानमन्त्री अर्थतन्त्रलाई सही बाटोमा ल्याउनु, शक्तिशाली छिमेकी राष्ट्रहरूबीच सन्तुलन कायम गर्नु र 77 शहीदहरूको सपनालाई वास्तविकतामा रूपान्तरण गर्नु चुनौती भनेर उनीहरूले चाहिँ कुरा गरेका छन्। अब यहाँनिर मैले प्रश्न गर्न खोजेको, मैले विगतको कुरा एमसिसी पछि यो पश्चिमाहरूको हो, यसलाई पश्चिमाले खेलायो, राष्ट्रिय स्वतन्त्र पार्टी यहाँको होइन, बाहिरबाट के छ यसको, यो त्यहाँ फस्ने सम्भावना छ? फस्ने सम्भावना नहोस् भन्नुपर्छ हामीले, नहोस् भन्न पर्छ। विदेशीहरू राम्रोसँग खेलिदिन्छन्, उनीहरू डेटा एनालाइसिस गरेर खेल्छन्।
उनी डिजिटल वर्ल्डबाट खस्छन् भनेको राष्ट्रसभा पनि त डिजिटल वर्ल्डमा खेलिराखेको छ। त्यति उबाट बढो गरेर खेल्यान हो, उनीहरूसँग सापट मागेर खेल्यान हो। कहाँ उनीहरू जस्तो हामी खेल्न कहाँ सक्छौँ र? नरभित्र पसिसकेको छ। यो एउटा चाहिँ यो प्रिन्टर भन्ने छ क्या सर, यो पिटर थिलेले ल्याएको कन्सेप्ट हो। त्यो प्रिन्टर भन्ने डिजिटलले त मान्छेको चाहिँ अब के सोच्दैछ मान्छेले भनेर यो सबै त क्यालकुलेसन गरिदिन्छ। त्यस्तो अवस्थामा छ उनीहरू खेल्न पऱ्यो नि, राम्रैसँग खेल्छन्। खेल्ने कुरामा चाहिँ हामी रोक्न नसक्ने कि भनेर हामी सजगता अपनाउनुपर्छ। भारतीय पत्रिकाले लेख्यो भन्नु भने कति राम्रो लेखेछ। भारतीय पत्रिकाले त्यो लेख्नु पनि डिप्लोमेटिक चालो फेरि हेर्नु होला। भारत पनि डराएको छ, कतै हाम्रो काखमा रहेको, हामीसँग रोटी र बेटी सम्बन्ध भएको र हामीले 7 सालदेखिबाट एकलौटी माइक्रो म्यानेजमेन्ट गरेको देश अब कतै पश्चिमाको उसमा जाने त होइन। भारतलाई पनि त थ्रेट हो नि त सर। भनेको हामी असंलग्न परराष्ट्र नीति अब प्रयोग गरौँला कि अब स्वार्थ अनुसारको परराष्ट्र नीति युज गरौँला? अब तत्कालै एसपीपीलाई प्रति चाहिँ हामी लिबरल हुँदै गयौँ। एसपीपीलाई चाहिँ यो एमसीसीको परिपूरकको भन्ने भाषा आइसकेको छ है बजारमा। त्यो पक्षकाले भनेको कुरा सुने मैले, त्यो पक्षकाले भनेको कुरा सुनेको। एसपी त हामीले गर्नै पर्यो नि, यो त एमसीसीको पूरक हो, हामीले तपाईँहरूले गरे हो नि, यो त अथवा पुरानै पार्टीहरूले गरे हो नि त यो त भन्ने खालको भाषा निर्माण गरेर यदि एसपीपीलाई लिबरल भएर सोचियो भनेदेखि अब हामीले ब्यालेन्स खतम बनायौँ। हामी एउटा चाहिँ संविधान असंलग्नताको सिद्धान्त पनि भनेको जग राख्दिने चाहिँ एकदमै त्यो नराम्रो बम राख्दिने जग, अनि त्यहाँ टेक्न खोज्न पनि नसकिने, टेक्यो भने बर्बाद भइनी। यो परिवेश त परम्परागत शक्तिले अब यहाँले बम राख्दिने भन्दाखेरि त कतै कतै एमसीसी को जगमा राखिदिने अनि त्यसपछि एसपीपी नगर भन्ने अर्थमा भन्नुभएको भनेदेखि त्यो चाहिँ त्यति सही नहोला। किन नहोला भन्दाखेरि एसपीपी को एमसीसी को बारेमा यो देश चाहिँ ज्ञानेन्द्रबहादुर कार्कीले सिग्नेचर गरेबाट नि त्यो 2012बाटै अगाडि बढ्दै आइरहेको थियो होइन। एमसीसीमा चाहिँ खर्च पहिले पास नहुँदै यहाँ खर्च गरिसकेका थिए नि त। कोकोला नेता बनाउँथ्यो, कोकोला चाहिँ अध्यक्ष बनाउँथ्यो, पदाधिकारी खाइसकेका करोडौँ रुपियाँ त अघिल्ला त्यही भएर त यिनले खाइने अहिले निर्वाचनमा। अघिल्ला काङ्ग्रेस एमाले त ल्याइसकेका नि। त्यस्तो अवस्था थियो एमसीसीको कुरा त्यो। तर एसपीपी को बारेमा भने के भएको छ भने एसपीको बारे 2022मा क्याबिनेटबाट नै निर्णय गरेर एसपीपी नेपालले स्वीकार गर्दैन भनेर त निर्णय नै गरिएको छ। परिषदको निर्णय नै छ, बकाइदा गरेर औपचारिक पत्र समेत बुझाइएको छ नि त। एमसीसीमा त्यो गरिएको थिएन। एमसीसीमा त्यो गरिएको थिएन। राजेन्द्रबहादुर छेत्री जति के अरे यो आर्मीको चिफ 2015मा गएरै उनले सिग्नेचर गरेको, ज्ञानेन्द्रबहादुर कार्कीले तत्कालीन 2017मा गएर सिग्नेचर गरेको थियो। अब त्यसैलाई हेर्नुहोस् है कस्तो हुन्छ कि यो सानो देशवासी अहिले आएर त्यो बेलाको केसलाई अहिले वेबसाइट खोलेर यसो हेर्नु होला एसपीपी भनेर ठ्याक्क त एमसीसीमा गरेको सिग्नेचर राजेन्द्रबहादुर छेत्री राजेन्द्र छेत्री आर्मी प्रमुख हुनुहुन्थ्यो नि ती। अनि त्यसपछि गएर चाहिँ 17मा चाहिँ ज्ञानेन्द्रबहादुर कार्की तत्कालीन विदेश मन्त्रीले होइन, अर्थमन्त्री कि विदेश मन्त्री, अर्थमन्त्रीले त्यो ल्याए जस्तै अहिले पनि तिनै कुरा उकाइएका छन् कि सर यसो हेर्नु होला त एसपीमा। अहिले पनि 2015मा गरेको त एमसीसी हो भनेको। यहाँनिर तपाईँले हाम्रा बालेन्स त्यस्ता छैनन्, राष्ट्रपा त्यस्तो छैन जुन तपाईँ अघि भन्नुभयो नि, जुन हामी डर त्रास देखाइराखेका छौँ र त्यो खालको अपरिपक्वता राष्ट्रपामा छैन। काँचा कचिला होलान् तर अपरिपक्वता छैन भन्दै गर्दाखेरि हामी त्यो जालमा फस्ने सम्भावना छ। प्रशस्त सम्भावनाका जालहरू बुनेका छन्। प्रेसर पनि आउँछ, त्यो प्रेसरलाई थेक्न सक्छ सक्दैन हेर्नु छ। र मेरो तपाईँको सम्मानित मिडियाबाट अब बन्ने यो देशको ऐतिहासिक सरकार भन्छु मैले, त्यत्रो भारी मतले ल्याएर चाहिँ त्यसले सेलेक्सन गरेको ऐतिहासिक सरकारले ऐतिहासिक काम पनि गर्छ भन्ने आशा लिएका छौँ। र राष्ट्रपा एउटा पार्टीको रूपमा स्थापित हुने अब 5 वर्षमा हुन्छ, फेरि धेरै 5 वर्षहरू यसले लगोस्, बरु हामीलाई केही छैन, देशलाई राम्रो गरोस्। मैले हात जोडेर अनुरोध गर्छु नयाँ युवा नेताहरू, तपाईँहरूलाई पश्चिमाले धेरै पगारी गुथाउलान्, धेरै खालका इन्भिटेसन पनि तपाईँलाई गर्छन्, त्यो अब आमन्त्रण गर्छन् कि अब अमेरिकादेखि लिएर जर्मनीदेखि लिएर चाहिँ बेलायतसम्म र चाहिँ नेदरल्यान्ड र नर्वेसम्म अब निमन्त्रणा आउँछन् सर होइन। अब निमन्त्रणामा जानु होला, अस्वीकार नगर्नु होला। छिमेकीले गर्दैनन्, छिमेकीले पनि गर्लान् त अब अलिअलि त होइन, छिमेकीले पनि गर्लान् तर अब बढी निमन्त्रणा त्यता हुन्छन्। भनेको यहाँनिर चाहिँ यहाँहरूले जतिसुकै तपाईँलाई पग्नासियस हिरो इन नेपाल
भनेर यस्ता यस्ता पगरी लगाइदिए पनि तपाईँहरू नमात्तिनु होला। यो देशको माटो मुलुकलाई र माटोलाई प्रेम गर्नु होला। तपाईँहरू राष्ट्रप्रेमी हुनुहुन्छ भन्ने हामीले सोचेका पनि छौँ, किनकि अहिलेसम्म तपाईँले राष्ट्रको प्रगति र राष्ट्रियताका कुरा मात्रै उक्काउनु भएको छ तपाईँको हरेक कुराहरूमा। त्यसो यो राष्ट्रलाई प्रेम गरिदिनु होला। विदेशीले जाल बुनेका छन्, एसपिपीमा सिग्नेचर मात्रै गरिदिनु भयो भनेदेखि, एसपिपीप्रति लिबरल मात्रै भइदिनु भयो भनेदेखि यो देश संविधानको असंलग्न परराष्ट्र नीतिको धारालाई छोडेर पश्चिमाको चाहिँ ट्र्याकमा फस्छ। कहिले यो त्यहाँबाट बाहिर निस्किन सक्दैन। अमेरिकन सैनिक नेपाल पस्यो भनेदेखि त्यो पनि बाहिर कहिले निस्केर जाँदैन। आज लिबिया हेरेका छौँ हामीले, सोमालिया हेरेका छौँ हामीले, सिरिया हेरेका छौँ हामीले, इराक हेरेका छौँ हामीले, अफगानिस्तान हेरेका छौँ हामीले। भोलि हामीलाई हाम्रो देश तपाईँको सानो मिस्टेकले, युक्रेन हेरेका छौँ, तपाईँको सानो सानो चाहिँ एक्साइटमेन्टले कतै यो देशका जनता 3 करोड जनता कतै ठुलो भाषमा पर्ने हुन् कि यसबाट यहाँहरू जोगाउनको लागि सजग हुनुहुन्छ भन्ने हामीले ठानेका छौँ र विश्वास लिएका। अब यो त एउटा पाटो भयो, यो गम्भीर पाटो भयो। अब अर्को पाटो 2/3 त दिए, विश्वास पनि छ, तपाईँ पनि भनिराख्नु भएको छ विकास र समृद्धि बाहेक अरू कुरा राष्ट्रपाले गरेन, जसका कारण उसलाई 2/3 आयो, त्यो म्यान्डेट आयो। अब जिम्मेवारी पनि थपियो, यसरी बुझौँ। र अहिले जुन शक्ति उदय भयो राष्ट्रिय स्वतन्त्र पार्टी, आशा एउटा ठाउँमा छ सर, तर अब बन्ने सरकारका लागि तपाईँले यो एउटा पाटो कुरा गर्नुभयो, सुशासनको, डेलिभरीको र जनतालाई विश्वासमा जित्ने कुरा। भोट मार्फत त जित्नुभयो। अब सत्ता सञ्चालन गर्दा जित्नुपर्ने सूत्र 1 2 3 बताइदिनुहोस् त। सबभन्दा पहिला तपाईँले जेनजीको मुद्दा मागलाई सम्बोधन गरिदिनुहोस्, किनकि तपाईँको ल्यान्डस्लाइड जेनजीको विद्रोहबाट नै आएको हो, जेनजी प्रोटेस्टबाटै आएको हो। त्यसलाई सबभन्दा पहिला सम्बोधन गरिदिनुहोस्। त्यसपछि सुशासन त जेनजीकै माग थियो। त्यो सुशासनको भाषणमा होइन, नाक्का डाँडी भाँच्छु भनेर जसरी भाषण गर्नुभएको थियो, जसरी भन्नुभएको थियो, अब घुमाएर नाकको ढाँडी भाँचेको नेपाली जनताले देख्न पाऊँ। यहाँका भ्रष्टाचारीहरू घुमाएर त्यो चाहिँ देख्न पाऊँ। एउटा त्यो छ, एउटा गुड गभर्नेन्सको कुरा भयो। अब अर्को कुरो करप्सनको विरुद्धमा यहाँहरूले पुरै निर्मूल गर्छु भनेर गफ चाहिँ नदिनु होला, न्यूनीकरण गरिदिनु होला। न्यूनीकरण यस्तो गरिदिनुहोस् कि नेपाली जनताले आभास गर्ने किसिमले गर्नुहोस्, तपाईँको भाषणले होइन भए आभास गर्ने किसिमले गरिदिनुहोस्। र एउटा काम गरिदिनुहोस्, यो 46 सालदेखि यता आएर अकुत सम्पत्ति कमाएकाहरूको सम्पत्ति शुद्धिकरण गरिदिनुहोस्। त्यसो गर्ने बित्तिकै अहिले आउने नयाँ बन्ने सरकारलाई पनि बजेट प्रशस्त आउँछ, धेरै हात थाप्न बाहिर जान पर्दैन। त्यस्ता 3-4वटा एमसिसी यही आउँछन् 4-5वटा 10वटा जति एमसिसी यही देशभित्र आउँछन्। यी हात्ती छाप चप्पल चाहिँ पटक पटक पड्काउँदै राजधानी पसेर जनसेवा गर्छु र समाजसेवा गर्छु, सम्पत्ति केही होइन, परिवार केही होइन, जिन्दगी पनि केही होइन, म त समाजसेवामा अर्पित भयो भनेका राजनीति कर्मीहरूका यिनका घर काठमाडौँमा पनि, विराटनगरमा पनि, चितवनमा पनि, पोखरामा पनि, भैरवमा, बुटोलमा पनि कसरी भए प्रभु यति खोजिदिनुहोस्। र आम नेपाली जनता यति गर्दै नेपाली जनतालाई धेरै ठुला राजनीति कर्मीको कि ब्युरोक्रेसीको पनि, ब्युरोक्रेसी र राजनीति कर्मी दुवैको ब्युरोक्रेसी। अब नि यहाँ त सुब्बा साहेबहरू कति धनी छन् कति धनी छन्, छोडिदिनुहोस् न। मैले एउटा एकचोटि भनेको थिएँ कि सचिवको छोरा र चाहिँ सुब्बाको छोरा जाँदाखेरि सचिवको छोरा चाहिँ सुब्बाको घरमा खेलाउन प्रशस्त छन्। आफ्नो घरमा केही घुस नखाने हुलाकतिरका यतातिरका कताका सचिव परे होइन, घुस खान नपाने ठाउँका सचिव परे। छोराले चाहिँ बाउला भन्थ्यो अरे, बुवा ड्याडी हजुर कहिले सुब्बा होइसिन्छ भन्थ्यो अरे। यहाँ त धेरै सुब्बा साहेबहरू पनि छन्। त्यस यी सुब्बा साहेबहरूदेखि लिएर यी ब्युरोक्रेसीदेखि लिएर अनि पोलिटिक्स गर्नेहरूका सम्मका यिनको 46 सालदेखि यताको सम्पत्ति पद र ओहदामा बसेकाहरूको सम्पत्ति मात्रै छानबिन गरिदिनुहोस्। प्रशस्त बजेट तपाईँहरूलाई चाहिँ ट्रान्स हिमालयन रेलवे ल्याउने करिब पैसा तपाईँहरूसँग आउँछ। यो चाहिँ यति काम यति गरिदिने बित्तिकै राष्ट्रसभा फेरि स्थापित भयो। धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू, धन्यवाद यहाँलाई पनि। उहाँ हुनुहुन्थ्यो विश्लेषक डाक्टर राजेन्द्र चापागाई। हौस् त आजको लागि कार्यक्रम सूक्ष्म दृष्टि यति नै। सम्पूर्ण टिमसहित मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।